हरेक डरलाग्दो कथाको पछाडि होइन एउटा रहस्य त लुकेको हुन्छ नै, एउटा फर्मुला जसले हाम्रो मनमा डर पैदा गर्छ। ल आज हामी त्यही मेच्यो भूतको कथाभित्र छिर्नेछौँ र हेर्नेछौँ कि यसले कसरी यति कुशलतापूर्वक डरको हरेक धागो बुनेको छ। सोच्नुहोस् त, कथा सुरु हुनसाथ यस्तो संवाद सुन्न पाइन्छ। यसले त सिधै हाम्रो दिमागमा भएको तर्कलाई नै चुनौती दिन्छ, होइन र? यो एउटा यस्तो वाक्य हो जसले सुरुदेखि नै अलौकिक डरको बिउ रोपिदिन्छ र हामीलाई प्रश्न गर्न बाध्य बनाउँछ, आखिर यहाँ के भइरहेको छ? कुनै पनि डरलाग्दो कथाको जग त्यसको माहौलले बनाउँछ। अब पहिलो खण्डमा हेरौँ न त, लेखकले कसरी क्लासिक तरिकाहरू प्रयोग गरेर डरको लागि एउटा पर्फेक्ट स्टेज तयार पारेका छन्। अँध्यारो रात, एक्लो बङ्गला अनि त्यहाँको कथा नजानेको नयाँ परिवार सुन्दा सामान्य लाग्ला, तर यी दृश्यहरू मात्र होइनन्, यी त डर पैदा गर्ने वर्षौंदेखिका स्थापित फर्मुला हुन्। प्रत्येक तत्त्वले परिवारलाई संसारबाट अलग्याउँछ, उनीहरूलाई कमजोर र असहाय महसुस गराउँछ, र भुवन जस्ता रहस्यमय पात्रले त्यो अनिश्चिततालाई अझ गहिरो बनाइदिन्छ। हरेक हरर कथामा होइन एउटा यस्तो मोड आउँछ जहाँ पात्रहरूले गल्ती गर्छन्, र यहाँ त्यो गल्ती हो भुवनको चेतावनीलाई वास्ता नगर्नु। उनीहरूलाई त के थाहा, तर यही क्षणमा उनीहरूले अन्जानमै डरको पहिलो बिउ रोपिसकेका छन्। र त्यसपछि हुन्छ एउटा असम्भव कुरा। भुवन, जसले गाडीमा आउन मानेको थिएन, उ त पैदलै उनीहरूसँगै बङ्गलामा पुग्छ। अब यो कुनै चमत्कार वा अचम्मको घटना मात्रै होइन, यो त कथाको पहिलो सङ्केत हो कि यहाँ भौतिक संसारको नियम अब टुट्न थालेको छ। ल, माहौल त तयार भयो। अब कथाले हामीलाई त्यो अस्पष्ट डरबाट निकालेर ठोस पत्याउनै पर्ने प्रमाणतिर लैजान्छ। अशुभ सङ्केतहरू अब देखिन थाल्छन्। भोलिपल्ट बिहान उठ्दा परिवारले एउटा अनौठो दृश्य देख्छ, पाइलाका निशानहरू। तर यहाँ डरलाग्दो कुरा निशान हुनु होइन, डरलाग्दो कुरा त तिनीहरूको दिशा हो। ती पाइलाहरू घरबाट बाहिर गएका होइनन्, बरु नदीबाट घरभित्र आइरहेका छन्। मतलब कोही बाहिरबाट भित्र पसेको छ। कथाकारहरूले अक्सर एउटा चलाक तरिका प्रयोग गर्छन् जसलाई फोर्स स्याडोइङ वा पूर्व सङ्केत भनिन्छ। मतलब भविष्यमा के हुँदैछ भन्ने सानो सङ्केत पहिले नै छोडिदिन्छन्। याद छ भुवनले उल्टो खुट्टाको बारेमा भनेको कुरा? त्यो त्यत्तिकै भनिएको अन्धविश्वास थिएन, त्यो त आउन लागेको खतराको पहिलो चेतावनी थियो। कथाको वास्तविक तनाव यही लुकेको छ। हेर्नुहोस् न, एकातिर परिवार आफ्नो सामान्य जीवनमा व्यस्त छ, झोला खोल्दै, घर मिलाउँदै, तर अर्कोतिर अलौकिक घटनाहरूले उनीहरूको वास्तविकतामाथि कब्जा जमाइरहेका छन्। हो, यही सामान्य र असामान्य बीचको लडाईले नै डरलाई साँच्चै असहज बनाउँछ। अहिलेसम्म खतरा अप्रत्यक्ष थियो, होइन? सङ्केत र प्रमाणहरूमा मात्रै। तर अब त्यो अदृश्य शक्ति पर्दा पछाडिबाट बाहिर निस्किन्छ। अब खतरा प्रत्यक्ष र व्यक्तिगत बन्न थाल्छ। डर कसरी बनाइन्छ भन्ने प्रक्रियालाई ध्यान दिनुहोस् त। यो एकैचोटि हुँदैन। पहिले एउटा रहस्यमय झलक, त्यसपछि एउटा मनमोहक तर अनौठो अनुहार, अनि एउटा अचम्मको माग, र अन्त्यमा अचानक हावामा बिलाउनु। लेखकले तनावलाई सिँढी चढाए जस्तै एक एक पाइला गरेर माथि लगिरहेका छन्। अब कथाको पूरा ध्यान सुगन्धामा केन्द्रित हुन्छ र उसको घर फर्कने यात्रा एउटा डरलाग्दो सपनामा बदलिन्छ। यो केवल पात्रको डर मात्रै होइन, अब लेखकले हाम्रै इन्द्रियहरूमाथि पनि आक्रमण गर्न थाल्छन्। पहिलो आक्रमण हुन्छ गन्धबाट। सडेको माछाको त्यो तीव्र गन्ध। सोच्नुहोस् त, कुहिएको गन्धले हाम्रो दिमागमा कस्तो आदिम डर पैदा गर्छ। त्यसपछि दोस्रो आक्रमण, जुन मनोवैज्ञानिक छ। आफ्नो सँगसँगै कुनै छाया हिँडिरहेको जस्तो अनुभूति, देख्न नसकिने तर महसुस हुने उपस्थितिको यो डर सायद सबैभन्दा भयानक हुन्छ, होइन र? र त्यसपछि त्यो आवाज, मामा के माझ्द्या। यो कुनै सामान्य आवाज होइन, यो त एउटा विकृत अमानवीय प्रतिध्वनि हो जसले सबै तर्कलाई तोडेर शुद्ध त्रासको एउटा क्षण सिर्जना गर्छ। ल, अब हामी कथाको त्यो बिन्दुमा आइपुगेका छौँ जहाँ सबै सङ्केत, सबै डर र सबै तनाव एकै ठाउँमा आएर विस्फोट हुन्छ। यो हो कथाको चरमोत्कर्ष। सोच्नुहोस् त, त्यो आमाको अवस्था। रातको सन्नाटामा भान्साबाट आएको त्यो अनौठो आवाज। उनी हरेक पाइला चाल्दा मनमा डर बढ्दै जान्छ। भित्र के होला? यो सस्पेन्सले सुन्ने मान्छेको पनि सास रोकिन्छ। र ढोका खोल्दा उनले यो भयानक दृश्य देख्छिन्।
रगतले लतपतिएको लुगा, हातमा काँचो माछा र आँखामा एउटा राक्षसी चमक। यो अब उनकी छोरी सुगन्धा होइन, रूपान्तरण पूरा भइसकेको छ। र त्यसपछि यो मुटु नै चिसो बनाउने अन्तिम संवाद सुनिन्छ। यो सुगन्धाको आवाज होइन, यो त भूतको आवाज हो, जसले आफ्नो विजयको घोषणा गरिरहेको छ। अब जब हामी कथाको अन्त्यमा आइपुग्यौं, एकछिन पछाडि हटेर हेरौँ न त। आखिर ती कुन कुन औजारहरू थिए जसले यो सामान्य लोककथालाई यस्तो डरलाग्दो अनुभवमा परिणत गरिदियो? डरको यो पुरै संरचना यहाँ प्रष्ट देख्न सकिन्छ। हेर्नुस्, एक्लोपनले जग बसाल्यो, पूर्व सङ्केतले चेतावनी दियो, अनौठो घटनाहरूले हाम्रो तर्कलाई तोडिदियो, इन्द्रियमाथिको आक्रमणले त्रासलाई वास्तविक बनायो, र शारीरिक त्रासले अन्तिम र सबैभन्दा डरलाग्दो प्रहार गर्यो। हरेक तत्त्वले आफ्नो काम कति कुशलतापूर्वक गरेको छ। र अन्तमा यही हो यस्ता कथाहरूको शक्ति। तिनीहरूको कुशल संरचना र मानव मनोविज्ञानको गहिरो बुझाइमा नै यिनीहरूको सफलता लुकेको हुन्छ। र अन्त्यमा एउटा प्रश्न सोच्नको लागि छोडौँ। प्रविधि र आधुनिकताको यो युगमा पनि लोककथाहरूमा लुकेका यस्ता आदिम डरहरूले आज पनि हामीलाई किन यति धेरै प्रभाव पार्छन्? यसले डरको शाश्वत प्रकृति र कथा वाचनको कहिल्यै नमर्ने शक्तिबारे के बताउँछ?